वेलकम गाइज माई मुभी रिभ्यू च्यानल र आज तपाईँको लागि म एउटा इन्ट्रेस्टिङ र कमेडियल मुभी लिएर आएको छु जसको मुभीको नाम हो ग्रेट ग्रान्ड सुपर हिरो। यो मुभी भनेको यसमा मिड रोल मेन लिड रोल भनेको ज्याकी श्राफले गर्नु भइरहेछ। अनि यो मुभी भनेको एकदमै तपाईँको ड्रामेटिक र फ्यामिली र इमोसनली मुभी हो। प्लस तपाईँको एउटा ग्रान्डफादर एन्ड ग्रान्ड चाइल्डको लभ र त्यो कुरालाई इमोसनली अट्याच गर्छ तपाईँको। सो लेट एक्सप्लेन टु ट्रेलर। सो मुभी भनेको एकदमै स्टार्ट हुन्छ एउटा ग्रान्ड चाइल्ड र उसको ग्रान्डफादरबाट, जसमा ग्रान्ड चाइल्डले के गर्छ कि आफ्नो यही ग्रान्डफादरलाई एकदमै सुपर हिरो बुझ्छ, इकलौते सुपर हिरो जो सुपर हिरो भनेर सबैको ग्रान्डफादर र फ्यामिलीहरू त सबैको लागि सुपर हिरो हुन्छ। तर यसमा भनेको एक्स्ट्रा लेभलको नै ब्रान्डिङ गरिदिएको हुन्छ। उहाँको ग्रान्डसनले लमी स्कुलमा बस्दा हुन्छ नि, अब संसार बच्चाहरू ब्रागिङ गर्ने मेरो ग्रान्डफादर सुपर हिरो हो, एलियनसँग लड्या हो भनेर त्यो कुराहरूलाई। अनि जेकी श्राफ यसमा ग्रान्डफादरको रोलमा हुनुहुन्छ। उहाँले आफ्नो ग्रान्ड चाइल्डसँगै उहाँको ग्रान्ड चाइल्डलाई सपोर्ट गर्नुहुन्छ। अनि त्यो सबै कुरालाई इग्नोर गरेर कि इफ के गरिरहेछ उनको ग्रान्ड चाइल्डले त्यो कुरालाई सपोर्ट गर्छन्। अनि त्यो कुरालाई एक्ज्याक्टली एक्चुअल गर्न गर्छन्। इमेजिनेसन पनि हुनसक्छ तर रियालिटी पनि हुनसक्छ। भनेको यो सुपर हिरो मुभी भनेको तपाईँको मेन भनेको यही ग्रान्ड चाइल्ड एन्ड उहाँको ग्रान्डफादरमाथि नै घुमिरहेको हुन्छ। सो यसमा मेनली तपाईँको कन्सेप्ट मुभीको भनेको एउटा माया रिलेटेड हो। भनेको अब ग्रान्डफादर एन्ड ग्रान्ड चाइल्ड बिच जुन इमोसनल बोन्डहरू आउँछ त्यो पनि हो यसमा। सो यसमा हेर्दाखेरि तपाईँलाई यो मुभी अलिक बोरिङ या डिसपोइन्टिङ लाग्ला, तर यसमा भनेको मेन यसको मोटिभेसनल कन्सेप्ट पनि रहेछ। जुन टाइमको आजको जुन टाइमले हामी 1920s आफ्नो ग्रान्डफादर या त्यससँग जुन टाइममा मोबाइल र केही थिएन स्पेन्ड गर्थ्यो, त्यो टाइमलाई पनि यसले मुभीले हेराएको हो। किनकि त्यो टाइमकै हो जुन बेला हामीसँग एक्चुअल स्टडी गर्दाखेरि टाइम हुन्थ्यो, घरबाट जाने, ग्रान्डफादर ग्रान्डमदरसँग टाइम स्पेन्ड गर्ने, स्टोरी सुन्ने, राति त्यो फेरी टेल र हरर स्टोरीहरू कस्तो रमाइलो हुन्थ्यो भनेर त्यो कुराहरूलाई पनि यो सबको हेरिरहेछ। सो मुभी तपाईँले हेर्न सक्नुहुन्छ कि यसमा जेकी श्राफले धेरै कुराहरू हेराउँछन्, जस्तो सुपर हिरो बन्नको लागि ट्राई के फ्लाइङ, अब आफ्नो ग्रान्ड चाइल्डको कुराहरूलाई प्रुभ गर्नको लागि कतिसम्म जान सक्नुहुन्छ, आफ्नो सुपर हिरोको एउटा इमेज देखाउनको लागि। यसमा एलियनहरूको हेराउँछ सिन। आई थिङ्क त्यो इमेजिनेसनै होला, किनकि एक्चुअल भनेको अब सुपर हिरो भनेको कन्सेप्ट भनेको नै तपाईँले यो हेराइरहेछ कि आफ्नो ग्रान्ड चिल्ड्रनको सपोर्टमा र उसको लागि के गर्न सकिन्छ। तर मुभीको एक्चुअल कन्सेप्टमा चाहिँ त्यही हो। यसमा हेराउने भनेको इमोसन बोन्ड र त्यो आफ्नो एल्डरसँग कसरी तपाईँ एट्याच हुनुहुन्छ भनेर त्यो कुराले दर्शाउँछ। आजको भनेको सोसाइटीमा हामीसँग धेरै टेक्नोलोजी भइसकेको छ, फेसबुक युट्युब हामी मोबाइलहरूमा। सो आजको टाइममा उनीहरूसँग एट्याच हुन गाह्रो छ, मान्छे हुन पनि हुँदैन, धेरै टाइम पनि दिन सक्दैन। त्यो कुराहरूलाई मुभीमा सो गरिएको छ कि एउटा युनिक टाइम हुन्छ। पहिला जस्तो यो 1920 जुन युनिक कल्चर थियो, हामीसँग स्कुल छुट्टी हुने, ग्रान्डफादर ग्रान्डमदरको घर जाने, त्यो कुराहरूलाई एउटा बोन्डको रूपमा हेराउँथ्यो कि आज त्यो बोन्ड छैन चिल्ड्रेन्सहरूमा। आज त मेनली स्कुलबाट आयो, मुभी सक्ने, मोबाइल स्टार्ट गर्ने, युट्युब फेसबुक त्यही सबै कुरा हो। सो यो गरेर गर्दा हामी आफ्नो एल्डर्सहरूसँग त्यति एट्याच छैन। यो कुराहरूलाई त्यो पुरै पर्पसली हेराएको हो। अनि मुभी भनेको एकदमै रुटली बिहेभियरली मुभी छ। यसमा ज्याकी श्राफको एक्टिङ बिल्कुल युनिक छ धेरै, किनकि भने हामीले पहिला उहाँको मुभीमा हेरेछु सिङ्गम रिटर्न, यो सबैमा उहाँले एउटा बेग्लै रोल गर्नुभएको छ। तर यो भनेको एउटा कमेडी प्लस उहाँले खोज्नुभएको छ। यो रोल भनेको एकदमै बेस्ट हो। यसमा उहाँले पोसिबली ट्राई गर्नुहुन्छ। अब त्यो एजमा त सुपरम्यान भन्न कसैलाई पनि गाह्रो होला। सो आफ्नो ग्रान्ड चिल्ड्रनको लागि के पोसिबली ट्राई गर्न सक्नुहुन्छ। तपाईँको मुभीको एउटा अझै कन्सेप्ट हो जसले हामीले बुझ्न सकिन्छ कि इफ कोही पनि सुपर हिरो हुनसक्छ जो आफ्नो फ्यामिलीलाई प्रोटेक्ट गर्छ। अब जरुरी छैन कि पावर एन्ड मसल्स हुनु पऱ्यो। सो जो फ्यामिलीलाई प्रोटेक्ट गरिरहेछ, केयर गरिरहेछ, त्यो एक्चुअलमा सुपर हिरो नै हो। सो यो कुरा कन्सेप्टलाई बुझ्नु पऱ्यो। अनि यो कन्सेप्ट भनेको यो मुभीले पनि बुझाएको हो। सो इफ तपाईँ त्यो टाइमको 1920s को हुनुहुन्छ भने यो मुभी
बोर्न भएको मतलब एज टाइमको यो मुभीले तपाईँले त्यो टाइमको आफ्नो फ्यामिली र एल्डरहरूसँग एट्याच गर्छ, इमोसनली बन्ड गर्छ। सो यो कुरालाई नेग्लेक्ट गर्न सक्दैन। अनि मुभी आफ्नै टाइममा एउटा राम्रो छ। स्टोरी भनेको सिम्पल एन्ड कन्सेप्ट छ। सो सुपर हिरो रिलेटेड अनि त्यही बढी ट्रु गर्ने कुराहरूमा अब कस्तो प्रब्लम्स फेस गर्नुपर्छ त्यो कुराहरू चाहिँ के हिसाबले हेर्नुहुन्छ। सो त्यो भनेको एउटा सिम्पली एन्ड स्ट्रेट लाइन यो मुभी भयो। यसमा केही तपाईँको बढी त्यो छैन सस्पेन्स एन्ड एउटा डाइरेक्टली र स्ट्रेट लाइन मुभी भयो। यसको लागि के भनेको तपाईँले हेऱ्यो भने इमोसनली त बन्ड हुन्छ, तर केही ठाउँमा तपाईँले डिसपोइन्ट पनि गर्ला, किनकि बोरिङ पनि गर्न मुभीको अब टोटल चिल्ड्रेनहरूमाथि र एउटा एल्डरमाथि छ। सो त्यो फिल अरू मुभीहरू जस्तो नरहेला, तर एजुकेसनली पर्पस हेऱ्यो भने या इमोसनली पर्पस हेऱ्यो भने यो मुभी बेटर छ हेर्न। सो तपाईँको मतलब चिल्ड्रेन्सहरूलाई अरू फ्यामिली मेम्बर्सहरूलाई सो आई थिङ्क यु क्यान सी वान टाइम। So thank you for watching my video and see you next video.